एकदम बर्बाद चामलहरू चाहिँ नि जिरो जिरो बनाएको छ कि आज हेर्नुहोस् न यहाँ हेर्नुहोस् ए कहाँ गयो यहाँ हेर्दा यसलाई मतलब छैन ए मेरै हो दोकान भनेर बसेको छ है यसरी हेर्नुहोस् त लु यो चाहिँ वाट इज इट अझै हेर्नु लडी लडी हेर्नुहोस् है उयो खाइरहेछ के अरे यो सेतो तिल हेर्नुहोस् ए भाग्दैन ए अब हेर्नुहोस् है यो के भएको यो के भएको लो भन्नुहोस् त लु यो के भएको यो भाग्दैन त यो छेउमै बोल्दैछ के भएको भाग्दैन अब यसलाई पक्रिने है म हातले बिस्तारै गर्छु हेर्नुहोस् ल मुसा चाहिँ दोकानमा चाहिँ यस्तो पारा बसेको छ केही भागेको छैन पो ए भागेर यहाँ भुइँमा आयो छोड न त्यहाँ राख न यहाँ हेर्नुहोस् है यहाँ हेर्नुहोस् है ल नालीमा अलि पल्लो राम्रो फ्याँक्नु राम्रो जग्गामा फ्याँक्नु न खै कहाँ गयो ए यो त पुरै उयो जस्तो एबनर्मल हो के हो हेर्नु यो के मुसा हो लु भाग्दैन पनि हेर्नु लु हातमै आएर छ लु तपाईँहरू भनिदिनुहोस् कमेन्ट गर्नुहोस् त लु पाल्नु चाहनुहुने तपाईँहरू टन्न चाहिँ टन्नै भएको उयो रहेछ हो तिल खाएछ नि त ला यसलाई ओभरडोज भएको होला तिल खाएर हेर्नु भाग्दैन पनि हेर्नु भुइँमा छोड्दा पनि ए भाग्दैन पनि ओइ उता जा उता जा उता जा यो के भएको होला है ऊ हेर्नु न कनै बस्छ जिउहरू के भएको होला केही उयो छैन माया छैन जिन्दगीदेखि हेर्नु ए वहीँ हेर्नु पक्रिनु उफ्रिन्छ मात्रै हेर्नु ऊ हो अच्छा यहाँ बस हातमा यहाँ हातमा बस्यो के हो यो के खालको मुसा ल है तपाईँ आफै भन्नुहोस् यो के खालको मुसा हो ल यिन गोजीमा हालेँ तल मैले ल बस यहाँ यो के मुसा हो साँच्ची नै आमा मच्चमै लाग्दैन यहाँ बस्न यस्तो मुसा पनि हुन्छ मुसा भनेर चङ्कै हुन्छ यहाँ त लु यहाँबाट निकाली हेर्नु यहाँ बसेको ओभर आमा यो त मुसा होइन दुम्सी दुम्सी टाइपको छ आइज हिँड तल जानुपर्छ अब ल पापासँग